What's up guys, welcome back to my channel. अनि आज चाहिँ हामी केटाहरू भएर सबै घुम्न जान लाग्यो। सो हेर्दै गर्नु होला है ब्लग चाहिँ। स्टे ट्युन। युवराज हेलो भन्दै। हेलो 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 मोमो खाने हो। हेलो गाइज। हेलो 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 साधन मनसुन चाहिँ यहाँ, गाइजहरु चाहिँ यहाँ। स्टे ट्युन ब्लग है गाइज, स्टे ट्युन ब्लग। ल सी यू इन एकछिन। लास्ट होस् त छ है यतातिरको। अब हामी पुग्न लाग्यो। त्यही हो, खासै केही छैन। आजको ऱ्यान्डम भ्लग हो यो चाहिँ। त्यत्तिकै हावा तालमा घुम्दै हिँडेको भ्लग हेर्दै गर्नु होला है त। सो स्टे ट्युन। ए ल ल। फाइनली वी आर हियर। रिदम अल्सो भेटिसकेका छन्। अनि हामी चाहिँ आइसक्यौँ यहाँ भास्तुगिरीमा। सो अब एकछिनमा स्विमिङ गर्छन्, इन्जोय गर्छन्। स्टे ट्युन है गाइजहरु, स्टे ट्युन। गाइजहरु चाहिँ त्यहाँ छन् है। सो यही हो भास्तुगिरी। अब यहाँ भेटौँ। Guys, we are finally here. अब एकछिनमा नुहाउने गर्छन् पहिले। हामी चाहिँ यहाँ बसेर चिल पारामा बसेर अब। सो गाइजहरू चाहिँ पौडी खेल्दैछन्। अब त्यही हो रमाइलो। अब म चाहिँ दिपकसँग चट्टा पारामा यहाँ बसिन्छ। त्यही हो स्टे ट्युन गाइज। अब के गर्नु, रमाइलोसँग यही हो। यिनीहरूको पौडी खेलेको हेर्दा कि यसरी गोवाको वाला फिल लिने अनि बस्ने। गाइजहरू चाहिँ पौडी खेल्दै बस्छन्। सो अब त्यही हो, हेर्छौँ हामीले स्टे ट्युन। ऱ्यान्डम भ्लग हो यो चाहिँ, छोटो मिठो सानो हुन्छ। सो लास्टसम्म हेर्दैन होला। प्लिज। बाई बाई साजन, इन्जोय। ल गाइजहरू हामी चाहिँ नास्ता सास्ता खाएर अब चरङ्गीतिर जान लाग्यो। आज गाइसी पछाडि बाटो। अनि भर्खर चाहिँ चेकिङमा पऱ्यो। धन्न सबसँग लाइसेन्स रहेछ। लाइसेन्स चाहिँ क्यारी गरेर हिँड्नु होला, जहाँ पनि जे पनि चेकिङ हुनसक्छ। सो अब हामी जान्छौँ सिधै अनि चरङ्गीमा भेटौँ है त गाइजहरू। यही है चरङ्गी जाने बाटो। हाइवेबाट काठमाडौँ जाने हाइवेबाट त्यहाँबाट छिर्ने। अनि बिच रोड साइडमा हामी। निरज चाहिँ यहाँ। हेलो आज के ल जाको अरे। ल जाम ल स्टे ट्युन है गाइज, स्टे ट्युन।
बाटो चाहिँ सही बब्बाल छ। हामी चाहिँ सब विन्डले केही पनि सुन्नेको छैन होला होइन। त्यही पनि आज चाहिँ मौसम पनि चिल छ क्या। सो बाटो पनि दामी, मौसम पनि दामी, गाइजहरू पनि दामी। सो हेर्दै गर्नु होला त्यहाँ पुगेपछि ल। सो फाइनली हामी आइसक्यो यहाँ। मजा आयो यो ठाउँ चाहिँ। यस शीतल छ क्या आज। अनि पुलमा के खाएको सबै। अनि त्यही हो आज दिन रमाइलो भयो। अब यहाँ चाहिँ हल्का यस्तो फ्रेस एयर खाम भनेर आएको। अरू त खासै केही छैन। यता यही पुल हो। अनि यही खोला बगेको हेर्नु, खोला यही खोला तिरैतिर जुलुङ्गे पुलमा। अनि सो एकछिन हामी यहाँ बसेर गफसफ गर्छ। पछाडिको डाँडा पनि सही छ, यताको भ्यू पनि सही छ। इन्जोय इन्जोय लाइफ, इन्जोय। स्टे ट्युन, स्टे सेफ है गाइजहरू हो। अरू भ्लग त ऱ्यान्डम हो, त्यही आज सर्टहरू पनि केही खिचेको छैन। ऱ्यान्डम भ्लग आउँछ, ऱ्यान्डम सर्ट भ्लग आउँछ। अब चाहिँ हामी यसो माथि हल्का गाउँतिर जाने भनेको। त्यही भएर हल्का माथितिर गाउँतिर जान्छौँ। त्यही हो गाइज। मजा आउँछ पुलमा चाहिँ, झलुङ्गे पुलमा चाहिँ हल्लिन। युवराज छ पछाडि। अनि इन्जोय।
कटेज जाने बाटो रहेछ। अरू भने त्यस्तै हो, धन्नै कटेज होइन, कहाँ गयो त्यो त्यस्तै हो गाइजहरू। हिलोमा चाहिँ अलि राम्रोसँग चला भयो बाइक स्कुटीहरू। यहाँ चाहिँ जेसिबी है छ गाइज, जाने बेला मात्र देखियो। अब यही हो गाइज आजको भ्लग चाहिँ यति। सो यहाँसम्म हेरेको धेरै धेरै धन्यवाद। स्टे ट्युन। ए ल पिस बाई।